नमस्कार सम्पूर्णलाई। आज वैशाख 14 गतेतिर सालको। त्यही वैशाख 14 गते जसलाई कति विद्यार्थीले आउँदै नआओस् भनेका थिए, कति विद्यार्थीले आएर चाँडो गइहालोस् भनेका थिए। जसरी भए नि हेर्दा-हेर्दै दिमागमा प्रेसर लिएर इक्जाम सेन्टरमा कुद्ने दिन आइहाल्दो रहेछ र आइ पनि सक्यो। आजै हो त्यो दिन। आशा छ तपाईँहरूको तयारी एकदमै राम्रो रह्यो होला र तपाईँहरूको इक्जाम पनि राम्रो नै भओस् भन्ने शुभकामना दिन चाहन्छु। यस वर्ष देशभरिका 5339 विद्यालयका 4,18,000 बढी विद्यार्थीहरू परीक्षामा सहभागी हुँदैछन् र परीक्षा 1421 केन्द्रहरूमा सञ्चालन हुँदैछ, जसमा जापानमा रहेको एउटा अन्तर्राष्ट्रिय केन्द्र पनि रहेको छ। र परीक्षा दिन तयार हुनुभएका सम्पूर्ण विद्यार्थी साथीहरूलाई पढौँ साथीको टिमबाट के भन्न चाहन्छु भने, यो 14 देखि 27 गतेसम्मको समयावधि तपाईँको मेहनत, धैर्य र आत्मविश्वासको वास्तविक परीक्षा हो। त्यसैले एकदमै संयमित भएर, एकदमै होसियार भएर इक्जाम दिनुहोला। हामीले यहाँबाट भन्न सक्ने त्यही हो र हामी त्यही नै भन्दछौँ। हामीले लगभग 3 महिना अगाडि यो यात्रा सुरु गर्दै गर्दा डे 1, डे 2, डे 3 भन्दै इम्पोर्टेन्ट क्वेसन, मोडल सेट, अपडेट, गाइडेन्स, मोटिभेसन, इक्जाम सपोर्ट दिँदै विद्यार्थीहरूको साथमा उभिने प्रयास गरि नै रहेका थियौँ। तपाईँहरूले कत्तिको सदुपयोग गर्नुभयो, कत्तिको सदुपयोग गर्दै हुनुहुन्छ। पढौँ साथीको यो साथले चाहिँ तपाईँलाई पक्कै पनि सफल बनाउँछ भन्ने कुरामा चाहिँ हामी आशावादी नै छौँ। अझ के बुझ्नुहोस् भने हाम्रो यो साथ तपाईँहरूको परीक्षा सकिएपछि पनि इन्ट्रान्स प्रिपरेसन, करियर गाइडेन्स, ब्याचलर एडमिसन सपोर्ट र आगामी शैक्षिक यात्रा तपाईँको जस्तो पनि रहन्छ, त्यसलाई सपोर्ट गर्ने रूपमा अगाडि बढिरहेका छौँ र हाम्रो साथ निरन्तर अगाडि बढिरहनेछ। आजको यो विशेष दिन भने तपाईँको मेहनत बोल्ने दिन हो। डरले होइन, आत्मविश्वासले परीक्षा दिनुहोला। हतार नगर्नु, समय मिलाएर हरेक प्रश्नलाई शान्त मन भएर सामना गर्नुहोला। पढौँ साथीको तर्फबाट सम्पूर्ण देशभरिका सम्पूर्ण कक्षा 12 को विद्यार्थीहरूलाई धेरै धेरै शुभकामना। तपाईँहरूको यो परीक्षा एउटा ठुलो सुरुवात बनोस्, भविष्य उज्जवल रहोस्, दिन शुभ रहोस्। धन्यवाद।